ठेकेदारसँग सम्झौता गर्दाखेरि विचार पुर्याउनु होला। सामान्यतया घर ठेक्कामा दिँदाखेरि स्क्वायर फिटमा दिने चलन छ। अब यो स्क्वायर फिट भनेको क्षेत्रफल नाप्ने हो, तर अब के को क्षेत्रफल नाप्ने? जेनरली तपाईले मार्केटमा स्क्वायर फिटको 3200, 3300, 3400, 4000 भनेर सुन्नु भएको होला र सामान्यतया यस्तो स्क्वायर फिटको ठेक्कामा स्ल्याबको क्षेत्रफल नाप्ने गरिन्छ। सबैजनाको एउटै मानसिकता हुँदैन र कुनै कुनै साइटहरुमा अलिकति गलत प्रविधिका व्यक्तिहरूले यो स्ल्याब नाप्ने भन्ने बित्तिकै पानी ट्याङ्कीको सेरवाल पनि नापेर त्यही अनुसार नै ग्राहकहरुबाट पैसा वसुलेको पनि पाइन्छ र यही कारणले सुरुमा अलिकति सस्तो रेट देखिए पनि पछि गएर तपाईको घर महँगो पर्न जान्छ। त्यसैले तपाईले कोही ठेकेदारसँग सम्झौता गर्दै हुनुहुन्छ भने स्क्वायर फिटको हिसाबमा ठेक्का दिँदै हुनुहुन्छ भने त्यो स्क्वायर फिटमा के नापिन्छ भनेर अलिकति स्पष्ट हुन जरुरी देखिन्छ। यस्तो गर्नु भएन भने तपाईको साइडमा तपाई र जसलाई ठेक्का दिनु भएको छ सो व्यक्तिसँग चाहिँ तपाईहरुको झगडा पर्ने, मिसअन्डरस्ट्यान्डिङहरु धेरै हुने जस्तो समस्या देखा पर्छ। त्यसैले यदि तपाईले चाहिँ आफ्नो घर चाहिँ एकदम सरल रूपमा चाहिँ अगाडि चाहिँ निर्माण हुँदै जाओस् भन्ने चाहनुहुन्छ भने तपाईले यो कुरामा विचार पुर्याउनु होला र आफू अलिकति सचेत रहनु होला।